जेठी बुहारी अझै लुगा धोएर सिद्धिएन भने आफूलाई कस्तो चिया खानु मन लागिसक्यो, एक कप चिया पकाएर ल्याउ न। लुगा धुन थालिहाल्यो आमा, अब यति लुगा धोएर बनाइदिन्छु नि, हुँदैन? आफूलाई खानु मन लागिसक्यो, तिमीले लुगा धोइसकुन्जेल कुरियर बसिरहने हो र म चाहिँ। अब धुन थालिहाल्यो आमा, यति लुगालाई कतिचोटि हात हालिरहने हो र नि, बनाएर खानु नि त कि आफै, अब नत्र कि एकछिन कुर्नु। धुन थालिसकेको लुगामा कतिचोटि उठिरहने म चाहिँ। एक कप चिया पकाएर ल्याऊ भन्दाखेरि पनि आफै पकाएर खान पर्ने। बुहारी बिहार के सुख पाएँ त मैले। अनि बुहारी बिहार ल्यायो भन्दैमा घरको काम सबै मैले मात्रै गर्नुपर्ने हो र आमा? म आउनुभन्दा अगाडि पनि त घरको काम खाना खाजा त गरिरहनु भएको थियो त तपाईँले। अनि बुहारी बिहार ल्याएपछि हात खुट्टै नचले जस्तो गरेर रासिनको परै सार्न हुँदैन जस्तो गर्नुहुन्छ। अनि मैले एकजनाले कता कता भ्याउने हो र भ्याएसम्म त गरेकै छु त मैले पनि। एक कप चिया पकाएर खानु भने त हो नि, के चाहिँ भने खाएर अर्को। एक कप चिया खान मन लाग्यो पकाएर ल्याउ न भनेको त यति विधि सुन्न पर्यो। मेरो आमै नि कस्तो थुतुनी बुहारी परेछ नि, मेरो त कस्तो फुटेकै गर्म रहेछ नि, रन त फुटेकै गर्म रहेछ।